सम्पूर्णमा नमस्कार, स्वागत छ यहाँहरूलाई एजुकेसन जोनमा। आज मैले क्लास 4 साइन्स एन्ड टेक्नोलोजीको इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एक्सरसाइज सोलुसन लिएर आइसकेको छु। भाइ बहिनीहरू यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्न नभुल्नुहोला। आज मैले बनाएको यो क्लास आजको यो क्लास तपाईहरु जुनसुकै मिडियममा इंग्लिश नेपाली जुन मिडियममा भए पनि युजफुल हुने तरिकाले छ। त्यसैले भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोला र हेरिसकेपछि कस्तो लाग्यो लाइक र कमेन्ट गर्न नभुल्नुहोला। ल सुरु गरौँ। आजको क्लास एक्सरसाइजमा छ A1 मा चुज द करेक्ट आन्सर फ्रम द अप्सन्स। ल हेर्नुस्, तलका प्रश्नको सही उत्तर छानेर लेख्नुहोस्। ए मा छ व्हिच अफ द फलोइङ इज द मिन्स अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन। तलका दिएका मध्ये कुन चाहिँ सूचना तथा सञ्चारको प्रवाहको साधन हो भन्दा यसको आन्सर हुन्छ मोबाइल फोन। यो फोटो र भिडियो चाहिँ सूचना सञ्चारको साधन हैन। क्वेशन नम्बर बी मा छ फ्रम व्हिच अफ द फलोइङ डिभाइसेस क्यान इन्फर्मेसन बी अब्टेन्ड फास्टेस्ट। यो मध्ये यानी दिएका मध्ये सबभन्दा तलका मध्ये कुन साधनबाट सबैभन्दा छिटो सूचना प्राप्त गर्न सकिन्छ भन्ने प्रश्न छ। यसको आन्सर हुन्छ इन्टरनेट। क्वेशन नम्बर सी छ व्हिच अफ द फलोइङ इज द मोड अफ वन वे कम्युनिकेसन। तलका मध्ये कुन चाहिँ एकहोरो सूचना प्रवाहको साधन हो। यसको आन्सर हुन्छ टेलिभिजन। डी मा छ व्हिच अफ द फलोइङ इज द मोड अफ टू वे कम्युनिकेसन। टू वे कम्युनिकेसन को एक्जाम्पल के हुन्छ? टेलिफोन। अब हामी जाउँ टिक द करेक्ट स्टेटमेन्ट एन्ड क्रस द रङ वान। ठीक भए ठीक र बेठिक भए बेठिक चिन्ह लगाउनुहोस्। ए मा छ कम्प्युटर इज द मिन्स अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन। कम्प्युटर चाहिँ सूचना तथा सञ्चार प्रवाहको साधन हो, यो ठीक छ। अब ख मा छ इन्फर्मेसन क्यान फ्लो क्विकली थ्रु द लेटर। चिठीबाट छिट्टै सूचना प्रवाह गर्न सकिन्छ, हो त? हैन नि, यो त गलत छ। ग मा छ मोबाइल फोन परम्परागत सूचना प्रवाहको साधन हो, यो पनि गलत छ। डी मा छ इन्फर्मेसन क्यान बी कलेक्टेड फ्रम न्युज पेपर डेली। अब पत्र पत्रिकाबाट दैनिक रूपमा सूचना सङ्कलन गर्न सकिन्छ, यो ठीक छ। 3 मा छ फिल इन द ब्ल्याङ्क्स विथ द एप्रोप्रिएट वर्ड। 3 मा यो तल दिएका शब्दहरूमध्ये उपयुक्त शब्द छानेर खाली ठाउँ भर्नुहोस्। यहाँनिर शब्दहरू दिएको छ, हामीले यसलाई खाली ठाउँ भरौँ है त। ल हेर्नुहोस्, ए मा छ मिनिङफुल इन्फर्मेसन अफ एनिथिङ इज इन्फर्मेसन। कुनै पनि कुराको अर्थपूर्ण जानकारीलाई हामी के भन्छौँ? सूचना भन्छौँ। बी मा छ द एक्सचेन्ज अफ इन्फर्मेसन फ्रम वान पर्सन टु अनदर इज कम्युनिकेसन। भन्नुको मतलब एक व्यक्तिबाट अर्को व्यक्तिमा सूचना आदान प्रदान गर्नुलाई हामी के भन्छौँ? सञ्चार भन्छौँ। सी मा छ द इन्फर्मेसन रिसिभ फ्रम द स्कुल नोटिस बोर्ड इज वान वे कम्युनिकेसन। विद्यालयको सूचना पाटीमा टाँसेको हुन्छन् केही जानकारीहरू, त्यसबाट पाउने जानकारी के हो त? एकहोरो सूचना प्रवाह हो। डी मा छ ग्रुप डिस्कसन इज द क्लासरुम इन टू वे कम्युनिकेसन। ग्रुप डिस्कसन तपाईहरु साथीहरु छलफल गरेर केही कुराहरू गर्नुहुन्छ नि, क्लासमा होमवर्कहरू गर्दा यसो गर्दा क्लासो गर्दा छलफल गर्नुहुन्छ नि, त्यो के हो त? दोहोरो भयो, टू वे भयो नि त। कक्षा कोठामा समूहमा छलफल गर्नु के हो? दोहोरो सूचना प्रणाली हो। अब हामी जाउँ क्वेशन नम्बर 4 मा आन्सर द फलोइङ क्वेशन्स ब्रिफली। 4 मा छ तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस्। ए मा व्हाई इज द इन्फर्मेसन निडेड इन डेली लाइफ। दैनिक जीवनमा सूचना किन आवश्यक पर्छ? यसको आन्सर हुन्छ इन्फर्मेसन इज निडेड टु मेक करेक्ट डिसिजन्स एन्ड कम्प्लिट वर्क अन टाइम। सही निर्णय लिन र समयमा काम पूरा गर्न हामीलाई सूचना आवश्यक हुन्छ। क्वेशन नम्बर बी छ हाउ इज इन्फर्मेसन ट्रान्समिटेड फ्रम वान प्लेस टु अनदर। सूचना एक ठाउँबाट अर्को ठाउँमा कसरी पुर्याइन्छ? यसको आन्सर हुन्छ इन्फर्मेसन इज ट्रान्समिटेड थ्रु लेटर्स। चिठीबाट, टेलिफोनबाट, मोबाइल फोन, न्युज पेपर, रेडियो, टिभी एन्ड द इन्टरनेट हो। पत्र, टेलिफोन, मोबाइल, समाचार पत्र, रेडियो, टिभी, इन्टरनेट मार्फत हामीले सूचना पठाउँछौँ। क्वेशन नम्बर सी छ राइट द नेम्स अफ एनी फोर मिन्स अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन। कुनै 4वटा सूचना तथा सञ्चारका साधनहरूको नाम लेख्नुहोस्। यसमा छ मोबाइल फोन, न्युज पेपर, रेडियो, इन्टरनेट के भयो त? सूचना तथा सञ्चारको साधन भयो हो। ल हेर्नुहोस्, मोबाइल फोन, समाचार पत्र, रेडियो र इन्टरनेट है। ल अब हामी जाउँ डीमा। नेहा इज इन स्कुल इफ सी वान्ट्स टु कल हर मदर टु स्कुल इमिडिएटली। नेहा स्कुलमा छिन् र उसले चाहिँ स्कुलबाट घरमा एकदम मम्मीलाई फोन गर्नु पर्यो भने वाट मिडियम वुड सी युज।
हो नेहा विद्यालयमा चाहिँ उनले आमालाई तुरुन्त विद्यालयमा बोलाउनु पर्यो भने सञ्चारको कुन सञ्चार माध्यमको प्रयोग गर्नु ठिक होला सी वुड युज अ मोबाइल फोन बिकज इट इज फास्ट एन्ड टु वे कम्युनिकेसन उनले मोबाइल फोनको प्रयोग गर्नु पर्यो किनभने मोबाइलले के गर्छ छिटो र दुईतर्फी सञ्चार गर्न मद्दत गर्छ क्वेसन नम्बर ई छ एक्सप्लेन हाउ द युज अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन मेक्स डेली वर्क इजियर सूचना तथा सञ्चारको प्रयोगले दैनिक काममा कसरी सहज बनाउँछ व्याख्या गर्नुहोस् भन्ने प्रश्न छ यसको एन्सर हुन्छ सूचना तथा सञ्चारले के गर्छ इट सेभ्स द टाइम प्रोभाइड क्विक अपडेट्स एन्ड हेल्प्स इन बेटर डिसिजन मेकिङ यसले के गर्छ समय बचत गर्छ छिटो जानकारी दिन्छ र राम्रो निर्णय लिनको लागि हामीलाई मद्दत गर्छ क्वेसन नम्बर एफ छ राइट डाउन वेदर each tool shown in the picture provides one way or two way communication यहाँ चित्रमा देखाएको छ हैन त्यो चित्रहरू छ यिनीहरू चाहिँ one way हो कि two way हो भन्ने कुरा हामीले लेख्नु पर्यो जस्तै यहाँ फर्स्टमा चाहिँ यो छ रेडियो हो के नि यो रेडियो के हो त हाम्रो one way हो हामीले रेडियोबाट कुराहरू सुन्छौं मात्र कि रेडियोलाई हामी आन्सर दिन सक्दैनौं लेटर छ one way लेटर पनि one way हो किनभने हामी चिठीसँग बोल्न पनि सक्दैनौं चिठीलाई के गर्नु पर्यो फेरि हामीले चिठी नै लेखेर पठाउनु पर्यो है कम्प्युटर के हो त टु वे भयो र मोबाइल फोन पनि टु वे भयो हामीले यसबाट चाहिँ एउटा मान्छेले बोलेको एउटा मान्छेले मेसेज पठाएको कुरा तुरुन्तै हामीले रिप्लाई पाउन सक्छौं हैन त अब हामी जे नम्बरमा जाउँ राइट द सिमिलरिटिज एन्ड डिफरेन्सेस बिट्विन द इन्फर्मेसन अब्टेन फ्रम न्यूजपेपर एन्ड टेलिभिजन पत्रपत्रिका र टेलिभिजनबाट पाइने सूचना बीच समानता र भिन्नता लेख्नुहोस् भन्ने प्रश्न छ समानता के हुन्छ भन्दा बोथ गिव्स अस न्यूज एन्ड इन्फर्मेसन दुवैले हामीलाई जानकारी र समाचार र जानकारी दिन्छन् भिन्नता के छ समाचार पत्र चाहिँ गिव्स इन रिटर्न इन्फर्मेसन हो लेखिएको सूचना हुन्छ हामीले न्यूजपेपर पढ्नु पर्यो त टिभी हामीले के गर्छ टिभी हामीले हेर्छौं सुन्छौं हो के हैन अब न्यूजपेपर के हुन्छ ढिलो हुन्छ तर टेलिभिजनबाट हामीले पाउने समाचार के हुन्छ छिटो हुन्छ ओके भाइ बहिनीहरु आजको हाम्रो क्लास सकिएको छ थ्यांक यू सो मच फर वाचिङ एन्ड सी यू इन नेक्स्ट क्लास फेरि भेटौँला बाइ बाइ